तसिदेलेक नमस्कार। तिब्बत टिभी को नेपाली प्रसारणमा स्वागत छ। यस हप्ताको तिब्बत परम्परा दलाइ लामा ज्यू र केन्द्रीय तिब्बती प्रशासनको साप्ताहिक समाचारहरूको साथ म लुडो साङपो उपस्थित भएको छु। सुरु गरौँ यस हप्ताका प्रमुख समाचारहरू संक्षेपमा। काशाकले तिब्बतीहरूलाई परम्परा ज्यूको अपमान गर्ने हल्लाहरू र झुटा समाचारहरू सिर्जना गर्नबाट टाढा रहन अपिल। परम्परा दलाइ लामा ज्यूले रोबार्टा मेत्सोलालाई युरोपेली संसदको अध्यक्ष निर्वाचित भएकोमा बधाई व्यक्त। तिब्बती भिक्षुहरू चिनिया हिरासतमा। तिब्बतका लागि अमेरिकी विशेष संयोजकद्वारा निरन्तर समर्थन गर्ने आश्वासन। सिक्योङले EU संसद अध्यक्ष ससोलीको निधनमा शोक व्यक्त। स्विस तिब्बत मैत्री संघ र तिब्बत ब्युरो जेनेवाले तिब्बतको लागि कार्य योजनाहरू सुरु। फ्रान्सले EU मा तिब्बतको लागि नेतृत्व लिनुपर्छ, सिनेटर युस्तास ब्रिनोको भनाई। अब समाचार विस्तारमा। केन्द्रीय तिब्बती प्रशासनको काशाकले यस हप्ता बिहिबार 2 पृष्ठको सर्कुलर जारी गरी विश्वभरका तिब्बतीहरूलाई परम्परा ज्यूलाई बदनाम गर्ने र अपमान गर्ने उद्देश्यले सामाजिक सञ्जालमा अफवाह र झुटा समाचारहरू सिर्जना गर्नबाट जोगिन आग्रह गरेको छ। काशाक सचिवालयले तिब्बती भाषामा जारी गरेको परिपत्रमा गलत सूचना फैलाउने र समुदायमा अशान्ति फैलाउने दोषीहरूलाई कडा कारवाही गर्ने प्रतिबद्धता जनाएको छ। यसैबीच काशाकले तिब्बतीहरू जहाँ भए पनि शान्ति, सद्भाव र व्यवस्था कायम गर्न अपिल गरेको छ। यस हप्ता बिहिबार युरोपेली संसदको अध्यक्षमा निर्वाचित हुनुभएकोमा परम्परा दलाइ लामा ज्यूले रोबार्टा मेत्सोलालाई बधाई दिएका छन्। संसदमा आफ्ना विगतका भ्रमणहरू स्मरण गर्दै परम्परा ज्यूले उहाँ र तिब्बती जनतालाई आतिथ्यता र सहयोगका लागि कृतज्ञता व्यक्त गर्नुभयो। रोबार्टा मेत्सोलालाई युरोपेली संसदको तेस्रो महिला युवा अध्यक्षको रूपमा नियुक्ति भएकोलाई स्वीकार गर्दै परम्परा ज्यूले महिलाहरू अरूको भलाइको लागि वास्तविक चासो प्रदान गर्न पुरुषहरूभन्दा बढी समानुभूतिशील हुन्छन् र विश्वलाई अझै शान्ति स्तरमा लैजान महिलाहरूले राम्रो स्थानमा राख्न सकिन्छ भन्नुभयो। निर्वाचित तिब्बती संसदका सभामुखले पनि रोबार्टा मेत्सोलालाई युरोपेली संसदको अध्यक्षमा निर्वाचित भएकोमा बधाई व्यक्त गर्दै उनको नेतृत्वमा युरोपेली संसदमा तिब्बतलाई निरन्तर समर्थन दिने आशा व्यक्त गर्नुभयो। तिब्बतका खामकर्जेको ढाको काउन्टीमा चिनिया अधिकारीहरूले 5 महिना अघि पक्राउ गरेका 2 तिब्बती भिक्षुहरूलाई सम्पर्कमा राख्न जारी राखेका छन्। 2 भिक्षुहरू तेन्जिन नोर्बु र वाङचेन निमा ढाकोको नेनाङ गुम्बाका हुन्। उनीहरूलाई 15 अगस्त 2021 मा पक्राउ गरेको थियो र तिब्बतको कर्जेको टाउ काउन्टी जेलमा राखिएको बताइएको छ। गुम्बामा अनौपचारिक कक्षा सञ्चालन गर्ने, स्थानीय तिब्बती बालबालिकाहरूलाई तिब्बती भाषा, संस्कृति र धर्म सिकाउने कार्यमा संलग्नता रहेको कारण उनीहरूलाई पक्राउ गरेका हुन्। ढाको काउन्टीमा बुद्धका मूर्तिहरू भत्काइएपछि चिनिया अधिकारीहरूले अब तिब्बतको ढाकोमा रहेको गान्धेन नाम्गेलिङमा रहेको लामा र भिक्षुहरूको कोठाहरू पनि भत्काउन थालेका छन्। चिनिया सरकारले कुखुरा पालन र सुँगुर पालनको परियोजनाहरू पनि गरिरहेको छ। स्थानीय तिब्बतीहरूलाई पूर्ण पालन नगरे कडा आर्थिक सजाय र जेल सजायको धम्की दिँदै खेतहरू निर्माण गर्न लगाइएको छ। तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उजरा जेयाले सिजोङ पेम्बा छिरिङलाई बधाई पत्रको लागि धन्यवाद व्यक्त गर्दै पत्र पठाएको छ। सो पत्रमा तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजकले तिब्बतीहरूको मानव अधिकारको संरक्षण, ऐतिहासिक, भाषिक, सांस्कृतिक र धार्मिक पहिचानको संरक्षणमा अमेरिकाले निरन्तर सहयोग गर्ने आश्वासन दिनुका साथै चिनिया सरकार र परम्परा ज्यूका प्रतिनिधिहरू वा तिब्बती समुदायका नेताहरूबीच कुनै पूर्व शर्त बिना वार्ताको पुनः सुरुवात हेर्नको लागि चासो रहेको लेखिएको छ। सिजोङले विशेष संयोजक उजरा जेयाले तिब्बती प्रतिनिधिहरूसँग हालैको सक्रिय संलग्नताका लागि पत्र प्राप्त गरेपछि एक ट्विटमा धन्यवाद दिनुभयो र तिब्बतका मुद्दाहरूका लागि विशेष संयोजकले व्यक्तिगत रूपमा भेट्न र तिब्बतको कारणलाई अगाडि बढाउने उपायहरूबारे छलफल गर्ने इच्छा व्यक्त गर्नुभयो।
केन्द्रीय तिब्बती प्रशासनका सिजोङ पेम्बा छिरिङले तिब्बती जनताहरूको तर्फबाट युरोपेली संसदका अध्यक्ष डेभिड ससोलीको निधनमा शोक व्यक्त गर्नुभएको छ। सिजोङ पेम्बा छिरिङले दिवंगत ससोलीले स्वतन्त्रता, न्याय र प्रजातन्त्रका मूल्यहरू युरोपेली सङ्घको आधारशिला बनेको छ भन्नुभयो। गत हप्ता मङ्गलबार पूर्व संसद र मेयर रेनी लोङ्गेट र जेनेभा सिटीका पूर्व काउन्सिलर मार्गरेट कोन्टाडले प्रतिनिधि छिमेर रिन्सिन र तिब्बत ब्युरो जेनेभाका कर्मचारीहरूसँग फ्रान्सेली क्यान्टोनेल र राष्ट्रिय स्तरमा तिब्बतका लागि वकालतकार्य योजनाहरूबारे छलफल गर्न स्विजरल्यान्डको फ्रान्सेली भाषीवाग विशेष गरी जेनेभामा भेटेका छन्। यस हप्ता मङ्गलबार तिब्बती दूतावास कार्यालय ब्रसेल्सका प्रतिनिधि टासी फुन्चोकले पेरिसमा फ्रान्सेली तिब्बत समूहका सदस्यहरूसँग सिनेटमा भेट्नु भएको छ। सो बैठकमा ज्याक्लिन उस्ताच ब्रिनो, एनिक बिलोन, बेर्नार्ड फोर्नियर, ओलिभियर रेटमान, लोइक हर्भ र आन्द्रे क्याटोलिन सहभागी हुनुभएको थियो। सेनेटर उस्ताच ब्रिनोले तिब्बतको प्रश्नमा फ्रान्सले इयुको नेतृत्व गर्नुपर्ने टिप्पणी गर्दै प्रतिनिधि फुन्चोकले आफ्नो सम्बोधनमा ल्याएका सबै मुद्दाहरूमा समूहले काम गर्ने वाचा गर्नुभएको छ। हस्त आजको लागि नेपाली साप्ताहिक समाचार यति नै। अर्को हप्ता फेरि भेटौँला। नमस्ते।